यो दिपक थापाले बजाउनहरु उहाँले सिकाएको दिपक थापाले क्या यो इलामको ओरालो नलजै बोलना घर तिम्रो कहाँ हो घर तिम्रो कहाँ हो केटाले त्यसो भनेपछि केटीले फ्याटी मेरो घर यहाँ हो भनेर बस्किन्छ त केटीले पनि त्यही भन्छ नि बसैमा सारा इलामको ओरालो यो गीत राम्रो हुन्छ मेरो हात ठुलो छ घर तिम्रो कहाँ हो घर तिम्रो कहाँ हो ओहो केटाले त्यसो भनेपछि केटीहरू पनि त्यसो ए केटाहरू अलिक पापी पापी हुन्छ यसले त अघिदेखि हेरेको रहेछ घर तिम्रो कहाँ भने केटा अलिकति उच्किहाल्ने क्या यसो एउटा केटीसँग आन्टी हुनुहुन्छ छोरी मान्छेसँगै हिँड्दै गर्दा त्यो को भनेर सोध्यो भने केटाले सानी मेरो एक्स हो भनिदिइहाल्छ नि को बिचरा होइन त्यस्तो पनि हुन्छ नि सानो अनि केटाले त्यति केटीले पनि घर तिम्रो कहाँ हो केटाले पनि घर तिम्रो कहाँ भनेपछि त ओहो भनेपछि केटाले अलिक बढेर भन्छ है केटाले भनिगयो फेरि उच्किगयो केटा चिन्छ न हाम्रो भयो लौ सिटैमा केटाले अब सिटैमा चिन्छ न हाम्रो भयो लौ सिटैमा यो आँखा जुध्यो तिम्रो त्यो आँखैमा माया बस्यो छोटो भेटैमा लौ माया बस्यो छोटो भेटैमा दुई दिने जिन्दगी बिताउला साथैमा बिताउला साथैमा केटाले के भने चिन्जना बसैमा काम छ बसौँ न आऊ न बोल्दै कामै काम छ ल भाइ काम गर्नु बसौँ न कहाँ यो खाएर काम केटाले के भन्छ चिन्जना हाम्रो भयो लौ सिटैमा कहाँ भएको त गाडीको सिटमा बसको यात्रा हुँदैछ इलामबाट सुनिदिनुहोस् है चिन्जना हाम्रो भयो लौ सिटैमा यो आँखा जुध्यो तिम्रो त्यो आँखैमा माया बस्यो छोटो भेटमा गाडीमा कति भेट हुन्छ र होइन दुई दिने जिन्दगी बिताउला साथैमा भनेर उस्किको केटा केटीले के भन्छ चिन्जना मात्र भयो त के भोरा यो आँखा जुध्यो मात्र के भोरा चिन्जना मात्र भयो त के भोरा यो आँखा जुध्यो मात्र के भोरा बसेको छैन माया कसैको लौ बसेको छैन माया कसैको साथैमा बिताउने तिम्रो सपना मात्रै हो सपना मात्रै हो सपना मात्र हो के त धस खानु परेन यसो हेरेको त इलामबाट आएको गाडी त कहाँ आइपुगेछ थाहा छ बसैमा सारा कन्यामको ओरालो नलजै बोलना घर तिम्रो कहाँ हो घर तिम्रो कहाँ त्यही भने केटीले होइन अब घर तिम्रो भन्दा बताएकै छैन केटीले केटाले अनि यसो सोचेछ केटीहरूलाई अलिक आश्वासन देखायो भने पट्टिन्छ म लाउरे जान्छु होइन लाउर जान्छु सम्पत्ति कमाउँछु सम्पत्ति भएपछि त हाम्रो सबै कुरो हुन्छ आश्वासन देखाएपछि चाहिँ केटाले सोच्छ अब अहिले अलिक ठगाउनु पर्यो अलिक आश्वासन देखाउनु पर्यो भने केटाले आश्वासन देखाउँछ है केटीलाई हङकङ जाउँला सिङ्गापुर जाउँला सिङ्गापुर जाउँला सम्पत्ति कमाई घर जम गरौँला म हिरो तिमी हिरोइन बनाउने हो हिरो तिमी हिरोइन बनाउने म अघि तिमी पछि बाइकमा चढौला
केटाले के भन्छ हङकङ जाउँला सिङ्गापुर जाउँला सम्पत्ति कमाइलाई घर जम गरौँला म हिरो पैसा भएपछि त जे पनि भयो नि त होइन हङकङ सिङ्गापुर गएर राखेको छ कि उहाँकै भाइ विकासले त सुन्दै सुनेन कसलाई रोकिमेजी फोन गरेर आउँदै हुन्छ कि ए ल ल ल ल बोलाउनु ल हङकङ जाउँला सिङ्गापुर जाउँला सम्पत्ति कमाइलाई घर जम गरौँला सम्पत्ति भएपछि म हिरो तिमी हिरोनी बनौली म अघि तिमी पछि बाइकमा त्यतिखेर निकै पहिलो गीत हो क्या यो बाइकको कुरा गरे आज अहिले त प्रायः त्यति बाइकै थिएन केटी अलिक बिचकेर के भन्छ त्यहाँबाट केटीले के भन्छ केटीले के भन्छ थाहा छ अब चाहिँ त्यसो आश्वासन देखाएपछि आउनुहोस् आउनुहोस् हङकङ सिङ्गापुर छाडी दे काकाको भए पनि दिउँला मासु उहाँलाई हङकङ सिङ्गापुर छाडी दे सम्पत्ति कमाउने होला कहिले हङकङ सिङ्गापुर छाडिदेऊ सम्पत्ति कमाउने होला कहिले बसो होला घर ज्वाई पहिले हो बसो होला घर ज्वाई पहिले बाइकको के कुरा भो साइकलै नहोला केटीले साइकलै नहोलापछि केटा यसो बाहिर छ गाडी कहाँ आइपुगेर छ थाहा छ इलामबाट हिँडेको बसैमा सरार बर्नेको नलजै बोल न घर तिम्रो कहाँ हो घर मेरो धरान हो घर मेरो इलाम घर मेरो धरान हो केटी रहेछ